धेरै दिनपछि पानी परेर त बाटोको हालत बिजोक रमाइलो भएको थियो। स्कुल जानु पनि यस्तो झ्याउ लागिरहेको थियो। सो हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। आज म स्कुल जाँदाखेरि चाहिँ पानी परिरहेको थियो हैन। बिहान चाहिँ बाटोको हालत चाहिँ यस्तो पो थियो हैन। स्कुल जानु पनि एकदम झ्याउ लागिरहेको थियो। माथि आकाशमा चाहिँ अलिअलि सडक फाटे जस्तो लागिरहेको थियो हैन। आकाश चाहिँ अलिअलि फाटे जस्तो लागिरहेको थियो। स्कुल जाँदासम्म पनि पानी अब पर्छ तब पर्छ भन्ने जस्तो भइरहेको थियो। अलिअलि मात्र पानी परिरहेको थियो। टोपी हालेर काम चलाइराख्नु परेको छ। यति धेरै चिसोको दिन भएर पनि हामी पानीपुरी खान चाहिँ छोड्दैनौँ हैन। हामी चाहिँ एक नम्बर पानीपुरी लभर हो। पानी खाँदाखेरि चाहिँ यस्तो पो भयो हैन, घाँटीमा अड्किदियो। पानीपुरी चाहिँ एकदमै गाह्रो भइरहेको थियो। अनि त्यसपछि साथीलाई चाहिँ मैले हिजो मसिन ल्याएर आउनु भनेको थियो स्कुलमा। साथीले चाहिँ मसिन ल्याएर आएको थियो स्कुलमा। अनि म चाहिँ कपाल काट्न लाग्यो हैन। कपाल चाहिँ मेरो यस्तो खालको काटेको थियो हैन। दाढी पनि अलि साइडका हानेको थिए। कस्तोको लुक भएको छ कमेन्ट गर्नु होला। अनि साथीको पनि कपाल काटिरहेको छ। स्कुल लाइफ यस्तै हो हैन। दिनदिनै स्कुलमा जानुपर्छ। अब नयाँ कन्टेन्ट ल्याउनु पनि सकिँदैन। स्टुडेन्ट भनेपछि अब गाह्रो नै हुन्छ हैन, नयाँ कन्टेन्ट ल्याउन। त्यसैले चाहिँ आजको लागि यति नै। भेटौँला अर्को ब्लगमा। राधे राधे।